Let's hear about how you came into rap. Okay, namaste. My name is Sakar. And my stage name is Lil Buddha actually. Lil Buddha. Yeah, right. Yes, and okay. why I kept that name, I'll get to. Let's start. But growing up, middle class family, everything was normal. Growing up, and Chiragko momले चाहिँ RJ गर्नुहुन्थ्यो. मेरो mom चाहिँ was an avid listener. So okay. घरमा जहिले radio play भइराख्ने हैन. त्यो घर चाहिँ कहाँ? I was born Ghatikuloma, Ghatikuloma Maitidevi. That area, very middle class family, lived in a small apartment. अनि त्यही हो, अनि growing up घरमा म्युजिक बजिरहेको थियो सधैँ त्यो भयो. अनि त्यसरी ग्रो अप हुँदै गर्दा मेरो मामा हुनुहुन्छ एकजना, मेरो ममको ब्रदर, स्मल ब्रदर, जो चाहिँ एकदम इन्फ्लुएन्शियल मेरो लाइफमा. उहाँले चाहिँ मलाई आई वाज अराउन्ड 8 or 9 त्यो हुँदाखेरि चाहिँ मलाई ऱ्याप रेकर्ड्सहरू सुनाउन थाल्नुभयो. सो लाइक Eminem, Snoop Dogg चाहिँ मैले एकदम अर्ली एजमै सुन्न पाएँ. अनि त्यसपछि एकदम इन्ट्रेस्टिङ लाग्यो त्यो. अनि तर त्यति बेला चाहिँ म ऱ्याप भन्दा पनि गिटार बजाउने म्युजिकल साइडमा चाहिँ बढी फोकस थिएँ. अनि रक म्युजिक धेरै सुन्थेँ होइन. त्यसरी नै हुँदै गयो. स्टार्ट म्युजिकमा बिस्तारै स्टार्टेड लर्निङ गिटार, अरूको सङ्ग्सहरू प्ले गर्ने. त्यही गर्दा गर्दै अनि स्कुलमा ब्यान्ड थियो. वी ह्याड अ ब्यान्ड स्कुलमा. अनि पर्फर्म गरेर हुन्थ्यो हामी स्कुल ब्यान्डमा. त्यसरी नै चल्दा चल्दै पछि कलेज सकिने टाइम अराउन्ड हुँदाखेरि चाहिँ अब ऱ्याप ब्याटल्सहरू स्टार्ट भयो होइन. अनि समहाउ त्यति बेला हाम्रो यमबुद्ध दाइ, ही वाज डुइङ हिज थिङ होइन. ऱ्याप सिनमा एकदम गरिराख्नु भएको थियो, नाम एकदम कमाइराख्नु भएको थियो. अनि लकिली आई गट टु मिट हिम. अनि उहाँले बोलाउनु भयो ऱ्याप ब्याटल्समा. अनि ऱ्याप ब्याटल्समा बोलाउनु भएपछि चाहिँ अनि म पनि पार्टिसिपेट हुन्छ भनेर गएँ. न्यू नथिङ अबाउट ऱ्याप, यत्तिकै जम्प इन गरेँ त्यो कुरामा. अनि त्यसपछि आई लर्न इट द हार्ड वे. त्यहाँ एकदम प्रोफेसनली ऱ्याप गर्न सक्ने ऱ्यापर्सहरूको अगेन्स्ट आई वाज पुट होइन. अनि मलाई केही आउँदैन थियो. अनि त्यसपछि हारेँ धेरैचोटि ऱ्याप ब्याटल्समा, बिल्ला भयो होइन. तर त्यसरी नै सिक्दै गएँ होइन. सो एकैचोटि चाहिँ लायनको डेनमा आफू एउटा स्मल क्याट जम्प भएको जस्तो भयो. तर बिस्तारै त्यहीबाट सिक्दै गएँ. आफ्नो ऱ्याप्सहरू पनि लेख्न स्टार्ट गरेँ बिस्तारै. सुरुमा चाहिँ अरूको ऱ्याप्सहरू मेमोराइज गर्ने अनि गाउने, त्यहीबाट स्टार्ट भयो. त्यसपछि बिस्तारै आफ्नै लेख्ने. अनि सुरुमा लेख्दाखेरि त बुलशिट भनौँ, एकदम केही पनि थिएन. तर गर्दै गयो बिस्तारै. अनि गट बेटर एट राइटिङ. अनि त्यस्तो हुँदै थियो. त्यसपछि म चाहिँ मेरो स्टुडेन्ट लाइफ कन्टिन्यू गर्न चाहिँ ब्याचलर्सको लागि चाहिँ म अस्ट्रेलिया गएँ. अनि त्यहाँ पनि अब त्यहाँको हसल देखेँ होइन. अनि बिस्तारै रियलाइज हुँदै थियो अब मलाई यो चाहिँ गर्नु छैन, मलाई त म्युजिक नै गर्नु छ, म्युजिक नै हो मेरो. त्यो टाइममा चाहिँ के थियो भने लुक अप टु गर्न पनि धेरैजना थिएन क्या नेपाली सिनमा. एकजना यमबुद्ध दाइ हुनुहुन्थ्यो अनि फ्यु अदर नेम्स. त्यो बाहेक त्यहाँ अब ओके मैले यसमा करियर बनाउँछु, आई क्यान डु दिस, ऊ हेर उसले गरिरहेको भनेर हेर्न लागेको पनि थिएन. सो त्यो कारणले गर्दाखेरि चाहिँ एकदम अनस्योर हुन्छ नि के होला भने. त्यो पनि मनमा चाहिँ थियो गर्नु छ भनेर. त्यसरी नै चल्दै थियो अस्ट्रेलियामा लाइफ. आई वाज वर्किङ, स्टडिङ, राइटिङ माई ऱ्याप्स. त्यो हुँदै के भयो भने फ्यु इयर्स त्यहाँ बसेँ. त्यसपछि यमबुद्ध दाइको सडनली डेथ भयो. रेस्ट इन पिस यमबुद्ध दाइ. उहाँको डेथ भइसकेपछि चाहिँ अनि अब एकदम हेभी फिल भयो बिङ सो क्लोज टु हिम. अनि मैले चाहिँ के डिसाइड गरेँ भने मेरो ऱ्याप नेममा चाहिँ दाइको लेगेसी क्यारी गर्नु भनेर यमबुद्धबाट लिल बुद्ध. सो त्यसरी राखेँ मैले लिल बुद्ध नाम.